आज चाहिँ हाम्रो घरमा सानो पूजा हो, घर पूजा। अनि घर पूजामा यति राम्रो राम्रो चरु बोल्नको लागि कसले काटेको भन्नुहुन्छ भने मेरो ह्यान्डसम दाजुले हो। दाजु अनुहार देखाइदिनु त। दाजु चाहिँ अहिले ड्युटीमै हुनुहुन्छ, ड्रेस लगाइराख्नु भएको छ ड्युटी। अनि यो मिसिरी खाने चाहिँ मिसिरीको उयो हो। अनि हाम्रो चाहिँ सानो मन्दिर छ। हामी चाहिँ यसरी वैशाखको बेलामा यसरी सानो के भन्छ घरमा पूजा लाउँछौँ। अनि हाम्रो पुजारी चाहिँ को हुनुहुन्छ भनेर सोध्नुहुन्छ होला। पुजारी चाहिँ मेरै घरकै ह्यान्डसम ड्यासिङ वाइट हेयर हुनुभएको मेरो प्यारो देवा हो। मेरो देवा चाहिँ यसरी बनाउँदै हुनुहुन्छ फेटा। देवा यो फेटा बनाउनु भएको के बनाउनु, झन्डा बनाउनु भएको नि देवा? झन्डा। अब देवाले यहाँ के मन्त्रहरू फुकेर अनि यो हाम्रोमा झन्डा राख्नुहुन्छ। अनि त्यो झन्डाको मन्त्रहरूले गर्दा यहाँनिर शैतानहरू भाग्छ, आउँदैन नराम्रो छायाहरू, नराम्रो कुराहरू यस्तो हुन्छ। अनि यो चाहिँ मेरो सानो घर हो। अनि मेरो सानो परिवार हो। हाम्रो आमा यहाँनिर चट्ट लगाएर, आमा त फर्किनु त कति राम्रो देखेको मेरो आमालाई त। यसरी हाम्रो आमालाई यहाँनिर पूजाको लागि कलशहरू टिप्पाले हुनुहुन्छ। कहाँ देखाउनु देवाको त्यस्तो राम्रो सेतो फुलिरहेको अनुहार। अनि यो चाहिँ मेरो फुलहरू हो। यसो नभन्नु न हौ देवा। यता चाहिँ अङ्कलको घर हो, मेरो अङ्कलको। अब छुनाइचीमा रोटी पोल्न आउनुहुन्छ, म पनि पोल्ने छु। अलिकति रोटीलाई चाहिँ गाह्रो भएर त्यही भएर रोटीलाई एकछिन तातो पानी लगाएर राखेको, फ्रिजमा धेरै चिसो भएर। मेरो फुलहरू हाँस्दैछ, हल्लिँदैछ, खुसी भइरहेछ। अब मेरो झन्डाको लागि यहाँ रेडी भइरहेछ, यहाँ लिङ्गो फेर्नुको हो नि त। अब नयाँ वर्ष सुरु भयो, साथसाथै नयाँ कुराहरू पनि सुरु हुन्छ। यसरी नयाँ कथा पनि सुरु हुन्छ। सबैजनालाई फेरि पनि नयाँ वर्षको धेरै धेरै शुभकामना म लगायत मेरो परिवारबाट।